हेलो नमस्ते सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी हाम्रो चाहिँ तेह्रथुमको पर्यटकीय स्थल नेपालकै चाहिँ सबैभन्दा त होइन दोस्रो अग्लो झरना ह्यात्रुङ झरनातिर लाग्दैछौँ। हामी जिरखिम्ती बजार प्रवेश गरिसकेका छौँ। यो चाहिँ जिरखिम्ती बजारको वल्लो छेउ हो। अब हामी म्याङलुङ हुँदै हल्लीमेला हुँदै चाहिँ हामी औँसी डाँडा पुगेर हाम्रो चाहिँ गन्तव्यतिर लाग्छौँ। चाहिँ भिडियो हेर्दै गर्नु होला। जिरखिम्तीको चोक हाम्रो मध्य पहाडी राजमार्ग भेट भइसकेको छ। यो हो हाम्रो मध्य पहाडी। अब यहाँबाट हामी मध्य पहाडी राजमार्ग हुँदै हुँदै हामी जान्छौँ। यो जिरखिम्ती बजार एकदमै चाहिँ सुनसान छ अहिले। हामी म्याङलुङ बजार आइपुगिसकेका छौँ। यो चाहिँ हाम्रो सदरमुकाम हो। अब यहाँबाट हामी मध्य पहाडी नछोडी जान्छौँ है। र यहाँ चाहिँ बिरालोको स्ट्याचु पनि छ। हामी अब यता मध्य पहाडी जान्छौँ। यो भयो म्याङलुङको छेउ। अब हामी हल्लीमेला हुँदै औँसी डाँडा हुँदै ह्यात्रुङ झरनासम्म पुग्छौँ। आज हेर्दै गर्नु होला। हामी हल्लीमेला बजार आइसकेका छौँ। यो चाहिँ हाम्रो मध्य पहाडी लोकमार्ग राजमार्गमा पर्ने सानो एउटा बजार हो। हल्लीमेला म्याङलुङ 9 नम्बर पर्दो रहेछ। यो चाहिँ हल्लीमेला बजार यस्तो छ। अब हामी खोरुङ्गा खोला हुँदै पारी जान्छौँ। हामी खोरुङ्गा खोला आइपुगेका छौँ। ओहो के हो यहाँ त अफरोड आयो त यार। होइन हौ यहाँ पुलदेखि तार्थे पहिला मान्छे हिँड्ने पुलदेखि बाइकहरू। अहिले चाहिँ मोटरेबल पुल बनिसकेको छ यहाँ। चाहिँ अघि हामी माथि संसारी नगई तल झरेको भए हाम्रो घरदेखि तल झरेको भए हामी यहाँ यो बाटोमा निस्किन्थ्यौँ। यो चाहिँ बिचमा अलिकति अवरोध छ भन्ने जानकारी जानकारी प्राप्त गरेका थियौँ हामीले। त्यही भएर हामी त्यो बाटो आएनौँ। चाहिँ हामी अहिले हाम्रो खोरुङ्गा खोलामा आइपुगिसकेका छौँ। यो चाहिँ खोरुङ्गा खोला हो। यो खोरुङ्गा खोला पुल 35 मिटर लामो रहेछ। 1 स्पानको पुल हो यो। यो पुल छ मान्छे हिँड्ने पुल। त्यहाँ थियो सिरु अहिले फुलेर यहाँ निकै चाहिँ राम्रो देखिएको रहेछ। के हो यार यो। हामी शेरमा भन्ने ठाउँमा आइपुगेका छौँ। अब हामी यहाँदेखि राइट लागेर चाहिँ हामी औँसी डाँडातिर लाग्छौँ। पिच पनि यहाँदेखि सुरु रहेछ। तल खोलाबाट यहाँसम्म चाहिँ पिच रहेन रहेछ। ल हामी औँसी डाँडा आइसकेका छौँ। पोक्लावाङ बजार रहेछ यसको नाम। कता हो? ह्यात्रुङ जाने कता होला सर? ह्यात्रुङ यतै हो? ए ल ठिक छ। जाउँ। अब हामी 7 किलोमिटर चाहिँ मध्य पहाडी हिँडेपछि हामी चाहिँ गाउँ झर्ने बाटो अफरोड लाग्छौँ। सेल्फी डाँडाबाट हेर्दै गर्नु होला। ल अब हामी यहाँ सेल्फी डाँडा त्यो मध्य पहाडी छोडेर त्यो चाहिँ सानो बाटोमा लाग्छौँ। 1 घन्टा लाग्छ अरे करिब। सोलिङ छ अरे। ल अब हामी यहाँबाट लाग्यौँ अफरोड। झरना पुग्नु कति लाग्छ भाइ यहाँबाट? झरना पुग्नु जाने के लाग्छ नि हो? हिँडेर कति? निकै टाढै छ यहाँ। ल हामी चाहिँ बाटोमा चाहिँ अलपत्र भयो। ल चाहिँ यहाँदेखि उता जाने बाटै छैन। स्वाटै बगेर आएछ यार पहिरो। यही बाटो हो कि अर्को बाटो कता हो? मान्छेले देखाएको त यतै थियो। अब मान्छेलाई सोधौँ भने कोही पनि हुनुहुन्न यहाँ। यत्रो पहिरो स्वाटै गएछ यार। ओ
हो नोबडी कोही छैनन् यहाँ। अब झरना चाहिँ यो गहिरोमा छ भन्ने हामीले जानकारी पाएको छौँ, तर हामीलाई चाहिँ यहाँ पहिरोले बाटो छेकेको छ। अब हामी चाहिँ वैकल्पिक उपाय लाएर जानेछौँ। अब हामी ह्यात्रुङ हिँड्दै जानु पर्ला अब है। हामीलाई यो पहिरोले चाहिँ अवरोध गरेर हामी यहाँबाट पैदल लाग्न आँटेछौँ। ठुलो पहिरो खसेछ। ल फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुगिसकेका छौँ। ह्यात्रुङ झरना यहाँबाट यस्तो देखिँदो रहेछ। करिब चाहिँ 3 घन्टा हिँडेर हाम्रो आम्बुङबाट चाहिँ 55 किलोमिटर जति रहेछ। हामीलाई करिब 3 घन्टा जति लाग्यो। यहाँ हाम्रो मध्य पहाडी हाइवेबाट चाहिँ 10 किलोमिटर जति चाहिँ यता सुपर अफरोड खालको रहेछ। त्यो चाहिँ एकदम धेरै लामो घुमाउरो। 3 घन्टामा मात्रै आइपुग्यो। यहाँबाट चाहिँ झरनाको सौन्दर्य हेरेर अब हामी झरनाको फेदतिर लाग्यौँ। यहाँ जाने बाटो यस्तो छ, राम्रो बनाइएको रहेछ। यो रेलिङहरू चाहिँ भचाएर चाहिँ तल झरिसकेको छ। ल फाइनल्ली हामी चाहिँ ह्यात्रुङ झरनाको फेदमा आइसकेका छौँ। यहाँबाट चाहिँ यस्तो छ झरना है। अहिले पानी एकदमै मजाले झरिरहेको छ। पानी एकदम धेरै छ। यहाँनिर एउटा सानो बेली ब्रिज बनाइएको रहेछ। अब हामी तल जान्छौँ। झरनाको फेदमा चाहिँ पानीको फोहराले भिजिने रहेछ अनि जाडो पनि भएर हामी धेरै समय बसेनौँ। एकछिन फोटोहरू खिचियो अनि भिडियोहरू लिएर फर्किहाल्यौँ। मस्त भिडियो खिचिरहेको छ, गजब छ। अब हामी चाहिँ झरनाको फेदमा पुगेर झरनाको महसुस गरेर अब चाहिँ हामी फर्किँदैछौँ। फर्किँदै गर्दा यो उकालो बाटो देखिन्छ यस्तो। त्यो माथि डाँडा हुँदै जानुपर्छ उता है। गाह्रो त छ तर एकदमै रमाइलो छ। एकदम सुन्दर झरना हेर्नको लागि आउनु होला। हामी ह्यात्रुङ झरनालाई छोडेर घरतिर लाग्यौँ।